गाइस माछासँग खान ढेँडो है बनाउँदैछु म त। अब आफैले भिडियो बनाउनु पर्छ, त्यही भएर मेरो भिडियो चाहिँ एकदम लो हुन्छ क्या, लो क्वालिटीको भन्नु के भन्नु। यो एङ्गल बिनाको कुन एङ्गलबाट खिच्ने कसो खिच्ने थाहै हुँदैन। अब यो मैले बनाउनलाई मोबाइल अफ गर्नुपर्छ। गाइस ढिँडो पनि है, ढिँडो यो लसुन हो, मुलाको अचार यो ढिँडो हो, अनि यो चाहिँ बुढाको अचार है, बुढाको अचार बाख्रा चिकनको छ। अनि सबैले खाइसकेको, दुईजना बाँकी छौँ हामी बुढाबुढी। बुढाबुढीलाई चाहिँ यति हो रस गाइस। बुढोलाई यो लगाइदिएको मैले यहाँबाट सार्दै खानु हुन्छ भन्नु त। तर म त खासै माछा त मन पर्दैन के मेरो बनाउँछ उसिनेर बनाउँछु क्या म चाहिँ। बुढाबुढीलाई तागतिलो हुन्छ भनेर हेर्नुहोस् है गाइस, यस्तो माछा कि। अनि यो चाहिँ मेरो फेरि यो चाहिँ बोक्रा नि, मलाई मेरो फेभरेट हो, जहिले खाने चाहिँ म है गाइस। अहिले त्यसलाई बुझ्नु मनपर्छ अरे। यो बफ अचार बुढाको, यो लसुन, यो चिकन बुढाको अचार, प्याज, यो मुलाको अचार, यो ढिँडो, यो माछा गाइस। म त नखाएको, म त भातै खान्छु। के छ बुढो खबर? ए ठिक छ त। आज 5 केजी माछाको 6.5 केजी हो। ए हो र कोदोको ढिँडो सक्छ त कसैले? सक्दैन नि फेरि। आहा मिठो भयो। के देखाउनु नि त। यो प्याज, यो मुलाको अचार, यता बुढाको अचार, लसुन बुढाको अचार। काँडा पर्छ नि, काँडा छ नि, उसिनेको हो नि त। ए मजाले उसिनेको हो कि।